कल्पना गर्नुहोस् तपाईँ अहिले 30 वर्षको हुनुहुन्छ र 10 वर्षदेखि काम गरिरहनु भएको छ, तर ब्याङ्क एकाउन्ट हेर्दा बचत लगभग केही पनि छैन। कमाएर नभएको होइन, तर 20sमा गरेका यी 5 फाइनान्सियल मिस्टेक्सको कारणले हो। सबैभन्दा डरलाग्दो कुरा के हो थाहा छ? केही मानिसहरूलाई यी गल्ती गरिरहेको थाहा नै हुँदैन। आजभोलि नेपालमा धेरै युवाहरूको लागि अनलाइन वर्क्स, फ्रिलान्सिङ, फरेन इन्कम एन्ड बिजनेस अपर्च्युनिटिजहरू धेरै छन्। तर त्यही बेला धेरै युवाहरूले अन्जानमै आफ्नो फाइनान्सियल फ्युचर बिगारिरहेका छन्। आजको यस भिडियोमा 20sमा गर्न नहुने 5 फाइनान्सियल मिस्टेक्सको बारेमा कुरा गर्नेछौँ। यी गल्तीहरूबाट बच्नुभयो भने तपाईँको फ्युचर धेरै सुरक्षित हुन्छ। तर यदि इग्नोर गर्नुभयो भने तपाईँको 30s आफ्नो फाइनान्सियल मिस्टेक्सलाई फिक्स गर्नमै बित्न सक्छ। त्यसैले भिडियोलाई अन्तिमसम्म हेर्नुहोला, किनकि मिस्टेक नम्बर 5 सबैभन्दा धेरै गर्ने मिस्टेक हो र यो धेरै डेन्जरस पनि छ। लेट्स स्टार्ट विथ मिस्टेक नम्बर 1, लाइफस्टाइल इन्फ्लेसन। मानौ तपाईँले कुनै जबबाट राम्रो कमाइ गर्न सुरु गर्नुभयो भने सडनली लाइफ अपग्रेड हुन्छ, न्यू फोन एन्ड क्लथ्स किन्नुहुन्छ, क्याफेमा गएर होस् अथवा घरमा नै बाहिरको खाना अर्डर गरेर खान थाल्नुहुन्छ। अब इन्जोय गर्न नपाउने त होइन, तर समस्या के हो भने इन्कम बढ्यो भने एक्सपेन्सेस अझ झन बढ्छ। हो, यसलाई नै लाइफस्टाइल इन्फ्लेसन भनिन्छ। हामी आफ्नो वेल्थ बिल्ड गर्नुको साटो लाइफस्टाइल अपग्रेड गर्न थाल्छौँ। लेट्स बी अनेस्ट फर अ सेकेन्ड, साँच्चै भन्नुहोस्, के तपाईँलाई इन्स्टाग्राम चलाउन र युट्युब हेर्न 1 लाखको फोन चाहिन्छ? एक्ज्याक्टली नट। मोस्ट वेल्दी पिपल इन देयर 20s डोन्ट फोकस अन लुकिङ रिच, दे फोकस अन बिकमिङ रिच। किनकि आज बचाएको पैसा इन्भेस्टिङको थ्रु भोलि 10 टाइम्सले बढ्न सक्छ। तर समस्या यहाँ समाप्त हुँदैन, किनकि सेकेन्ड मिस्टेकले धेरै मानिसहरूको पैसा हराएर जान्छ। मिस्टेक नम्बर 2, नट ट्र्याकिङ योर मनी। एकदम इमान्दार भएर भन्नुहोस्, के तपाईँलाई याद छ अघिल्लो महिनाको पैसा कहाँ खर्च भयो? सायद याद छैन होला, धेरैलाई याद नै हुँदैन। 1000 एउटा कुरामा खर्च हुन्छ, 2000 अर्को कुरामा खर्च हुन्छ, ऱ्यान्डमली अनलाइनबाट सामान किन्छौँ, महँगो क्याफेमा गएर खान थाल्छौँ र पैसा सानो सानो कुरामा हराउँछ अनि अचानक पुरै स्यालेरी सकिएको पत्तै हुँदैन। एकछिन यसलाई यसरी सोचौँ, यदि कसैले हाम्रो वालेटबाट हरेक दिन 500 रुपियाँ चोरी गर्यो भने तुरुन्त थाहा पाइहाल्छौँ, तर जब खर्च गर्ने बानीले पैसा लिन्छ हामी नोटिस नै गर्दैनौँ। मनी ट्र्याकिङ गर्न एकदम सिम्पल छ। यसको लागि यी 3 कुरा थाहा हुन जरुरी हुन्छ। नम्बर 1, पैसा कति कमाइन्छ। नम्बर 2, पैसा कति खर्च हुन्छ। नम्बर 3, पैसा कति बचत हुन्छ। केवल यो अवेरनेसले मात्रै पनि तपाईँको फाइनान्सियल लाइफ चेन्ज गर्न सक्छ। तर यहाँ अर्को ठुलो मिस्टेक आउँछ। धेरै मानिसले पैसा त बचाउँछन्, तर थर्ड मिस्टेक गर्छन् अनि लङ टर्म वेल्थ बनाउन सक्दैनन्। मिस्टेक नम्बर 3, सेभिङ विथआउट इन्भेस्टिङ। नेपालमा धेरै मानिसले सोच्दछन् ब्याङ्कमा पैसा राखेपछि इनफ हुन्छ, तर यहाँ एउटा समस्या छ। इन्फ्लेसनले पैसाको मूल्यलाई निरन्तर घटाउँदैछ, अर्थात् तपाईँको बचत खातामा भएको पैसाले बिस्तारै शक्ति गुमाउँदैछ। इमेजिन गर्नुहोस्, आज बैङ्कमा 1 लाख रुपियाँ राख्नुभयो भने यसको ठिक 10 वर्षपछि त्यो पैसाले आज किन्न सक्ने सामान आधा मात्र किन्न सक्छ। त्यसैले वेल्दी मानिसहरूले केवल सेभिङ गर्दैनन्, स्टक्स, म्युचुअल फन्ड, बिजनेसेस र इन्कम बढाउने सिपहरूमा लगानी गर्छन्, किनकि इन्भेस्टिङले तपाईँको पैसालाई तपाईँको लागि काम गर्न लगाउँछ। तर अर्को गल्ती अझ डेन्जरस छ, यो गल्तीले पैसा छिटो डुबाउन सक्छ। मिस्टेक नम्बर 4, डेब्ट फर इम्प्रेसिङ अदर्स। अरूलाई इम्प्रेस पार्नको लागि लोन लिएर महँगो ग्याजेट्स किन्ने, इएमआईमा बाइक किन्ने र सोसल मिडियामा देखाउनको लागि पनि लग्जरी लाइफमा पैसा खर्च गर्ने बानी हुन्छ। तर यहाँ एउटा कठोर सत्य छ, तपाईँले इम्प्रेस गर्न खोज्नु भएको धेरै मानिसले तपाईँको बारेमा सोचिरहेका नै हुँदैनन्। सबै आफ्नो लाइफमा बिजी छन्, तर यो इम्प्रेस गर्ने बानीले धेरै युवाहरू लोनको जालमा फसिरहेका छन्। तपाईँको हरेक पैसा इएमआईमा जानु भनेको तपाईँको इन्भेस्टमेन्ट, फ्रिडम र अपर्च्युनिटिज हराउनु हो। अब सबै लोन खराब हुन्छ भन्ने होइन, एजुकेसन लोन, बिजनेस इन्भेस्टमेन्ट लोन ठिक हुन सक्छ,
तर इगोको लागि लोन लिनु भनेको फाइनेन्सियल ट्र्याप हो। अब आउँछ लास्ट मिस्टेक। धेरै मानिसलाई यो गल्ती गरिरहेको रियलाइज नै हुँदैन, तर यही गल्तीले मानिसहरूलाई आर्थिक रूपमा वर्षौँपछि धकेल्छ। मिस्टेक नम्बर 5, वेटिङ टु लङ टु स्टार्ट। धेरै मानिसले सोच्दछन् पछि बचत गर्छु, स्यालेरी बढेपछि इन्भेस्टमेन्ट गर्छु, मसँग अझै टाइम छ। तर वेल्थ बनाउनको लागि सबैभन्दा शक्तिशाली चिज भनेको समय हो, जो अहिले तपाईँसँग छ। उदाहरणको लागि 2 व्यक्तिले इन्भेस्टमेन्ट सुरु गर्दैछन्। पर्सन एले 22 वर्षमा सुरु गर्छ भने पर्सन बीले 30 वर्षमा सुरु गर्छ। तर दुवैले सेम एमाउन्ट इन्भेस्टमेन्ट गरे पनि पहिलो व्यक्ति दोस्रो व्यक्तिको तुलनामा 2 देखि 3 गुणा धनी हुन सक्छ। यस्तो किन होला त? एउटा भनाइ छ नि, पैसाले पैसा बनाउँछ। त्यसैले जब तपाईँ ढिलो गर्नुहुन्छ तब तपाईँले आफ्नो सबैभन्दा ठुलो एडभान्टेज गुमाउनुहुन्छ, त्यो हो समय। तपाईँलाई आफ्नो 20s मा पर्फेक्ट हुन जरुरी छैन, तर यी 5 मिस्टेक्सबाट बच्न भने जरुरी छ। लाइफस्टाइल इन्फ्लेसन, अनट्र्याक्ड स्पेन्डिङ, सेभिङ विदाउट इन्भेस्टिङ, डेप्ट फर स्टार्टर्स, लेट स्टार्ट। यदि तपाईँले यी मिस्टेक्सलाई अभोइड गर्नुभयो भने तपाईँ पहिले नै 90% मानिसभन्दा अगाडि हुनुहुनेछ, किनकि वेल्थ ओभरनाइट बन्दैन, यो त हरेक वर्षको स्मार्ट डिसिजनले बन्ने हो। र जति छिटो सुरु गर्नुहुन्छ त्यति जोड्ने इजियर हुन्छ। अब तपाईँलाई एउटा म च्यालेन्ज दिन्छु। यो भिडियो सकिएपछि 10 मिनेट निकाल्नुहोस् र आफैलाई सोध्नुहोस्, म कुन गल्ती गरिरहेको छु। आजै ती गल्तीहरू मध्येमा एउटा गल्तीलाई फिक्स गर्नुहोस्। यसो गर्नुभयो भने फ्युचरमा तपाईँले आफैलाई धन्यवाद दिनुहुनेछ। यदि तपाईँलाई वेल्थ बिल्डिङ, इन्भेस्टिङ एन्ड फाइनेन्सियल फ्रिडम सम्बन्धी भिडियो मनपर्छ भने च्यानललाई सब्सक्राइब गर्न नबिर्सनुहोला। बिकज द ट्रुथ इज फाइनेन्सियल फ्रिडम इजन्ट अबाउट लक, इट्स अबाउट नलेज एन्ड डिसिजन्स, एन्ड द राइट नलेज क्यान चेन्ज योर इन्टायर फ्युचर। See you in the next video. Thank you for watching.